मेरो आइजिपीसँग कुनै पनि विवाद छैन, प्रहरीसँग कुनै पनि विवाद छैन। तपाईँहरूले त हेर्नुहोस् विवाद भनेर दुईजनाको फोटो दुईतिर फर्काएर त्यो तपाईँहरूले राख्नु भएको हो। हाम्रो त के हो भने समितिमा उजुरी आउँछ, उजुरीमाथि छलफल हुन्छ। त्यो छलफलमा जसलाई बोलाउने हो, सम्बन्धित मान्छेहरूलाई बोलाउने हो र कुराकानी हुने हो। अहिले तपाईँले भनेको जस्तो फलानुसँग मेरो कुनै व्यक्तिगत झगडा, घरको झगडा, कुलोको खेतको झगडा होइन यो। मेरो आज केही कुरा छैन साथी। यो पूर्णता कहिले पाउँछ समितिले? 5 वर्ष। बलात्कार र भ्रष्टाचारका विरुद्धमा राज्य कठोर हुनुपर्छ। हदैसम्मको कानुनी कारबाहीको लागि चाहिँ राज्य गम्भीर हुनुपर्छ। कानुन मन्त्री सुविधा गौतम, अहिले हामी अलिकति फरक प्रसङ्गमा संसदको कुरा संसदतिरै तपाईँ गरौँ। सांसद हो, जनताले जिताएर पठाएको एउटा जनप्रतिनिधि हो। ठिक छ, प्रश्न छ भनेर सबै ठाउँमा एउटै प्रश्न पनि नगरौँ। अहिलेलाई के गरौँ भने पार्टीको केन्द्रीय समिति बैठक सकेर आएका छौँ हामी। पार्टीको केन्द्रीय समिति बैठकको सन्दर्भमा विषय केन्द्रित के गरौँ भने आज प्रवक्ता मनोनित हुनुभएको छ, आज जिम्मेवारीहरू बाँडफाँड भएको छ। अब योभन्दा पछाडि टक्क प्रवक्ता आउनुहुन्छ, पार्टीको आधिकारिक कुराहरू आजको मिटिङको बारेमा बताउनुहुन्छ। मनोनित हुने केन्द्रीय सदस्यहरू पदाधिकारीहरू मनोनयन गर्न बाँकी छ। यो सम्बन्धी तपाईँहरूको छलफल भयो कि भएन? केही पदाधिकारीहरू मनोनित हुनुभएको छ, केही सदस्यहरू मनोनित हुनुभएको छ होइन। विभिन्न जिम्मेवारीहरू बाँडफाँड भएको छ। त्यसको आधिकारिक कुरा अहिले प्रवक्ताले वा सहप्रवक्ताले वा पार्टीको महामन्त्रीज्यूहरूले चाहिँ बताउनुहुन्छ। आज जिम्मेवारीहरू बाँडफाँड आइजिपी र तपाईँको जो विवाद भएको छन् सवाल जवाब पठघरमा उभिन तयार छु भन्नुभएको छ। पठघरमा उभिने हो माननीयज्यू हजुर? तपाईँले भनेको जस्तो मेरो आइजिपीसँग कुनै पनि विवाद छैन, प्रहरीसँग कुनै पनि विवाद छैन। तपाईँहरूले त हेर्नुहोस् विवाद भनेर दुईजनाको फोटो दुईतिर फर्काएर त्यो तपाईँहरूले राख्नु भएको हो। हाम्रो त के हो भने समितिमा उजुरी आउँछ, उजुरीमाथि छलफल हुन्छ। त्यो छलफलमा जसलाई बोलाउने हो, सम्बन्धित मान्छेहरूलाई बोलाउने हो र कुराकानी हुने हो। अहिले तपाईँले भनेको जस्तो फलानुसँग मेरो कुनै व्यक्तिगत झगडा, घरको झगडा, कुलोको खेतको झगडा होइन यो। कुराको कुरा हो। उजुरी आएपछि छलफल गर्दाखेरि भएका कुराकानीलाई त्यो अझै 1 हप्ता जति बाँकी छ र त्यसपछि चाहिँ दोस्रो तपाईँले उठाउनु भएको विषयलाई लिएर केन्द्रीय समितिमा विषय प्रवेश गर्यो कि गरेन? खास गरेर तपाईँको अब आशिका तामाङको प्रस्तुतिलाई लिएर अलिकति पार्टी नेतृत्वले नै वक्रदृष्टि राखेको हो कि जस्तो तपाईँले हेर्दा यहाँबाट यो घर यता फर्केको जस्तो देखिन्छ, माथिबाट हेर्दा फेरि उतातिर फर्केको देखिन्छ। त्यसैले हेर्दा तपाईँले अहिले भनेको जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीकै जन्म नै अराजकता, व्यथिति, गुड गभर्नेन्स, एन्टी करप्सन, भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको हुनाले भ्रष्टाचारका विरुद्धमा आवाज उठ्दै गर्दाखेरि तपाईँले भनेको जस्तो वक्र दृष्टि कहाँ हुन्छ, यसमा सिधा दृष्टि हुन्छ। तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म लिएर आउनुभयो, तपाईँले पनि आफ्नै पार्टी खोल्नु भएको थियो, तर आफ्नो पार्टी त्यागेर फेरि अनि राष्ट्रसभामा किन राख्नु? तपाईँले भनेको जस्तो आफ्नो अब पार्टी नारायणी र तपाईँको त्रिशुली मिसिसके। अहिले हामी नै तपाईँले आफैले जन्माएको पार्टीलाई लात हानेर अनि राष्ट्रसभामा प्रवेश गर्नुभयो। त्यो पार्टी त गयो नि। तपाईँको छोरीलाई टिका लाएर अर्काको घर पठाएको भनेको त्यो चाहिँ लात हानेर घरबाट निकालेको होइन बाबु। अलिक बिस्तारै बाबु, नाकैमा हालौ ल, अलि यता गर। एकदम कुल हत्या, बलात्कार चाहिँ अब कहिलेसम्म चाहिँ निर्मला पन्त यो गरिमा चौधरी भइराख्नु पर्ने हो देशमा? बलात्कारीलाई त हदैसम्मको फाँसीसम्म सजाय हुनुपर्छ भनेर माइती बलात्कार र भ्रष्टाचारका विरुद्धमा राज्य कठोर हुनुपर्छ। हदैसम्मको कानुनी कारबाहीको लागि चाहिँ राज्य गम्भीर हुनुपर्छ। अब योभन्दा पछाडि अरू आउँदै हुनुहुन्छ। धन्यवाद छ। नातिको बैठक बस्यो, प्रमुख सत्तारूढ दलको केन्द्रीय समितिको बैठक बस्दा स्वाभाविक चासो हुन्छ। केन्द्रीय समिति बैठकमा के एजेन्डा थिए, केमा छलफल भयो? लगभग अब त अहिले प्रवक्ताले भन्नु होला, नवनियुक्त हुनुभएको छ, त्यो पनि प्रवक्ताले दिनुहुन्छ त्यो विषय। विशेष गरी पछिल्लो समयमा स्थानीय तहको निर्वाचनको तयारी, त्यो सँगसँगै सचिवालयमा थप्ने काम, केन्द्रीय सदस्यमा थप्ने काम पुरा भइसकेको होइन है, फेरि थप गर्ने काम र केही जिम्मेवारी बाँडफाँडको कुराहरू भएको हो। आज यति नै भएको आज होइन। मलाई जनताले यो केन्द्रीय समितिबाट म केन्द्रीय सदस्य भइसकेको छु र त्योभन्दा अगाडि भक्तपुरको सांसद छँदैछु। अहिले मेरो लागि जिम्मेवारी त्यही नै। संसदीय प्रस्तुतिलाई लिएर पनि केही केन्द्रीय समितिमा कुरा उठ्यो? त्यो विषयमा केही पनि कुराकानी भएन आज। त्यो विषयमा भएन बिल्कुलै। आज स्थानीय तह निर्वाचन लक्षित भएर र जिम्मेवारी बाँडफाँडमा तपाईँहरूले चाहिँ पार्टीले निर्दलीय स्थानीय तहको परिकल्पना गर्नुभएको थियो, पार्टी सदस्यलाई नै नगर्ने भन्ने परिकल्पना गर्नुहुन्छ। तर सबैभन्दा पहिला स्थानीय तह निर्वाचनको तयारीको दौडमा चाहिँ यहाँहरू लाग्नुभयो भनेर आलोचना हुन लाग्यो। होइन, यस्तो हुन्छ। निर्दलीय परिकल्पना गर्नु र
निर्दलीय संविधानले परिकल्पना गरिसकेपछि गर्नु फरक कुरा हो। त्यस कारणले पहिला त संविधान संशोधन गर्नु पर्यो होला। त्यसको लागि संविधान संशोधन गर्ने अवस्थामा त्यहाँ पुगिसकेको छैन अहिले होइन। त्यसको तयारी छुट्टै तवरले भइरहेको छ। तर स्थानीय तह निर्वाचन त अब चाँडै आउँदैछ। संविधानमा जे छ त्यही अनुसार त अगाडि बढ्नै पर्यो नि त। संविधानमा भएको कुरा अनुसार अगाडि बढ्दै गर्ने, भोलिको दिनमा संविधान संशोधन गरिसकिसकेपछि त्यसको तयारी गर्ने त अर्को कुरा भइहाल्छ। स्थानीय तहलाई लिएर रिपोर्टहरू चाहिँ कस्तो आएका छन्? केही तपाईँहरूले अहिले उम्मेदवार छनौटतिर मात्रै केन्द्रित हुनुहुन्छ, क्लबतिर केन्द्रित हुनुहुन्छ? त्यो विषयमा पनि आज बिल्कुलै केही पनि कुराकानी भएन। मात्रै कुरा के हो भने सबैले आफ्नो जिम्मेवारी आफ्नो तौरबाट पुरा गर्ने। सांसदले सांसदको रूपमा, केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको रूपमा, के अरे पार्टीको जुन जुन तह तब्का छ त्यसले आफ्नो भूमिका निर्वाह गर्ने र स्थानीय तहसम्म पुग्ने भन्ने कुरा मात्रै हो अहिले भएको कुरा। धन्यवाद यहाँलाई। ल धन्यवाद। थोरै मिल्छ भने अब लामो समयपछि केन्द्रीय समितिको बैठक बस्यो, के थियो आज एजेन्डा, के विषयमा छलफल भयो? केन्द्रीय सदस्यमा हामीले 9 जना मान्छेलाई चाहिँ नेताहरूलाई भनौँ न मनोनित गर्ने कुरा थियो, केही पदाधिकारी मनोनित गर्ने कुरा भयो। त्यसपछि तपाईँको विशेषतया अब केही समयपछि हुन गइरहेको स्थानीय तहको निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी पनि जित्नुपर्ने सँगै सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, जनताका गुनासा सुन्ने, जनताले भनेको मान्ने कसरी बनाउने भन्ने बारेमा छलफल भयो। त सरकारको प्रस्तुतिलाई लिएर चाहिँ आम नागरिकहरूले 4 महिनामा नै आलोचना गर्ने परिस्थिति तयार भयो। सरकारलाई किन प्रभावकारी? 40 वर्षमा बिगाडेको रिजल्ट चाहिँ 4 महिनाभित्र नागरिकले खोज्न सक्ने बन्नु राम्रो कुरा हो। राम्रो कुरा हो, खोज्नुपर्छ भनेर कमिटमेन्ट गर्नुभएको थियो नि त यहाँ। होइन कमिटमेन्ट गरेको पनि राज्यले, सरकारले अथवा हाम्रा लिडरहरूले होइन। त्यही त त्यो नागरिकका जे गुनासा छन् त्यसलाई चाहिँ सही तरिकाले कसरी सम्बोधन गर्न सकिन्छ, गुनासो नपोख्ने तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल त हुने नै भइहाल्यो। अब तपाईँहरू स्थानीय तह चाहिँ स्वतन्त्र गर्नुपर्छ, दलविहीन बनाउनुपर्छ भन्नुहुन्थ्यो। सबैभन्दा पहिला चाहिँ स्थानीय तह निर्वाचनको तयारीमा दौडिनु भयो, हामफाल्नु भयो, किन यो चाहिँ? स्थानीय तह त्यो शक्तिशाली तह हो जसले जनताका जनगुनासाहरूलाई दैनिक रूपमा सम्बोधन गर्ने गर्दछ होइन। दैनिक रूपमा जनगुनासाहरू सम्बोधन गर्ने भएको हुनाले स्थानीय तह नै पहिलो प्राथमिकतामा हो है। त्यसकारण अहिले नेपालको कानुन अनुसार, संविधान अनुसार स्थानीय तह दलविहीन हुने कुरा त छैन नि त अहिले। यो कुरा तपाईँहरूले पनि बुझिदिनु पर्यो। हस्, धन्यवाद। थ्याङ्क यू। मन्त्रीज्यू, यो कृषकहरूले मल नपाएर एकदम विक्षिप्त छन्। अब कृषकहरूले सुलभ तरिकाले मल चाहिँ कहिले पाउने? मल आइ नै राखेको छ। हामीले अब त खेतीपातीको सिजन अलमोस्ट सकिन लागिसक्यो होइन। हामीले चाहिँ मल ल्याइ नै राखेका छौँ। हिजो पनि मैले मिडियामा बोलिरहेको छु, ल्याइराख्नु भएको छ, तर त्यो मल आएको चाहिँ कहाँ गछ? मैले तपाईँहरू एकदम राम्रोसँग सुन्नुहोस् है। हामी 3 तहको सरकारमा छौँ। केन्द्र सरकारले आपूर्ति गर्छ, स्थानीय र प्रदेश सरकारले वितरण गर्छ। यो सबै सरकारको संयन्त्रले काम गर्ने भएको हुनाले तपाईँहरूले कहाँ गएको छ भन्दाखेरि स्थानीय सरकारले चाहिँ वितरण प्रणालीमा जाने भएको हुनाले हामीले चाहिँ हाम्रो डिपोहरूमा, हाम्रो डेटाहरूमा सबै कुरा तपाईँहरूलाई देखाइ नै राखेका छौँ। मल आइ नै राखेको छ, जनताहरूले चाहिँ पाइ नै राख्नु भएको छ होइन। अब मैले प्रत्येक दिन जस्तो धेरै गुनासो चाहिँ नपाएकै आयो कि प्रत्येक दिन जस्तो मैले मिडियामा यही कुरा बोलि नै राखेको छु होइन। केन्द्र सरकारले वितरण गर्दा अनि स्थानीय सरकारले मानेन, तपाईँको त्यही भनाइ? मैले त्यो भनेकै छैन। त्यही भन्नु अलिकति क्लियर, मैले तपाईँको क्वेसन बुझ्दैन, मलाई क्वेसन क्लियर गर्नु। तपाईँले के भन्नु भन्दाखेरि हामीले सोध्न खोजेको क्वेसनको क्लियर हामीले मल झिकाइरहेछौँ तर स्थानीय तहको सरकारले बाँडिरहेको छैन भन्ने जस्तो अभिव्यक्ति दिनुभयो। त्यो होइन। हामी 3 तहको सरकारमा छौँ। केन्द्र सरकारले आपूर्ति गर्छ, प्रदेश र स्थानीय सरकारले चाहिँ वितरण प्रणालीमा उहाँहरूले पनि सहभागी हुन्छ। हामीले के गर्छौँ त आपूर्ति गरेर हाम्रो डिपोहरूमा पुर्याउने काम केन्द्र सरकारको हो। त्यसै वितरण प्रणालीमा वितरण गर्ने सम्बन्धित निकाय सहकारीहरूलाई चाहिँ कुन सहकारीमा कोले चाहिँ कोलाई कुन सहकारीमा दिने भन्ने कुरा चाहिँ स्थानीय तहले निर्क्युल गर्छ र कहाँ कति कोटा लगाउने भन्ने कुरा चाहिँ प्रदेश सरकारले गर्छ। यो सबै गरेको हुनाले चाहिँ सबै सरकारको संयन्त्रले काम गर्छ। तर मैले कति मल ल्याइराखेको छु, के गरिराखेको छु भनेर मैले तपाईँहरूलाई प्रत्येक दिन जस्तो डेटा दिनै राखेको छु। मिडियामा तपाईँहरूले सुनि नै राख्नु भएको छ होइन। त्यही नै हस्, धन्यवाद है त। जिम्मेवारी पाउनु भयो यहाँले पनि? केही केन्द्र सदस्यहरू अनि केही पदाधिकारी र सचिवालय सदस्य पनि पूर्ण होइन है। केही सचिवालय सदस्य अहिले चाहिँ तत्कालीन अवस्थामा चाहिँ पार्टीलाई काम गर्नै अप्ठ्यारो भयो कि जुन डे टु डे काम गर्नलाई पनि अप्ठ्यारो भएको हुनाले त्यो सहजीकरण सभापतिले चाहिँ लागेका साथीहरूलाई
मनोनयन, किनभने यो विधानले पनि उहाँलाई चाहिँ सचिवालय अनि केन्द्रीय कमिटी र पदाधिकारी मनोनयन गर्ने एउटा दिएको छ। त्यो एउटा त्यो छ तपाईँ पनि विधान। नयाँ विभागीय जिम्मेवारीमा जानुभयो। मैले चाहिँ पहिला कोषाध्यक्ष थिएँ, अहिले चाहिँ मैले 4 वर्ष पार्टीलाई अप्ठ्यारो साह्रो दुःख पर्दा गाह्रो पर्दाखेरि एउटा किसिमले हामीले चाहिँ लिएर आयौँ पार्टीलाई। सबै धेरै साथीहरूले, मेरो मात्र किन गराएर हरेक साथीहरू, धेरै पहिलादेखि लाग्नु भएको साथीहरू ल्याउनु भयो। मैले पनि कोषाध्यक्षबाट जुन किसिमले गरेँ, अब त्यसपछि चाहिँ अब चाहिँ अलिकति हिसाबले राजनीतिक हिसाबले पनि अगाडि बढ्यो। यतातिर सदनमा पनि मेरो म छु एज अ सांसद र समितिमा पनि अर्थ समितिमा भएको हुनाले मलाई पार्टीले पनि यो विभागीय प्रमुखहरूको लागि चाहिँ भिजन पेपर दिनु भन्नुभएको थियो। मैले पनि भिजन पेपर दिएको थिएँ अर्थनीति विभागमा, एउटा अर्थनीति विभागमा, र पार्टी सभापतिजीले सचिवालय सदस्यमा पनि जिम्मेवारी दिनुभएको छ। मैले यति नै राखेँ। हस् धन्यवाद। पछि हो होइन, के विषयमा चाहिँ छलफल भयो, के कुराहरू भयो? होइन, हाम्रो स्थानीय निर्वाचन रूपरेखाको विषयमा केही केन्द्रीय सदस्य मनोनयनमा, केही सचिवालय सदस्य मनोनयन, त्यस पछाडि गएर केही पदाधिकारी मनोनयनको विषयहरू भयो। स्थानीय तह निर्वाचनमा चाहिँ रासपाले खास गरेर स्वतन्त्र स्थानीय तहको परिकल्पना गर्छ। दलका रूपमा चाहिँ सबैभन्दा पहिला यहाँहरू तयारीमा लाग्नुभयो भनेर विरोधी दलहरूले आलोचना गर्न लागे, यसलाई के भन्नुहुन्छ? सर्वप्रथम त तपाईँले संविधान हेर्नु पर्यो। संविधानमा अहिले हामीले 3 तहको सरकार परिकल्पना गरेको छौँ र हामीले राजनैतिक रूपमा के मुद्दा उठाइरहेका छौँ भन्दाखेरि हाम्रो मुद्दा चाहिँ गैर दलीय स्थानीय सरकार होस् भन्ने हाम्रो राजनीतिक मुद्दा हो। त्यो मुद्दा स्थापित गर्नलाई पनि हामीले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने हुन्छ। भनिसके पछाडि अहिलेको हकमा 3 तहको स्थानीय सरकार छ भनेपछि चुनाव आउनै लाग्दाखेरि हामी त्यो हिसाबले नै अगाडि बढ्नुपर्ने हुन्छ। यसलाई त्यसरी बुझिदिनु भयो भने राम्रो। र अर्को चाहिँ स्थानीय निर्वाचनमा जुन हामीले क्यान्डिडेट क्लबको अवधारणा अघि सारेका छौँ, यसले चाहिँ एकदमै फाइन रिफाइन भएको उम्मेदवार चाहिँ अगाडि आउने र भोलि उसले स्थानीय तह चाहिँ निर्वाचित हुने सम्भावना चाहिँ बढाएर जान्छ, जसको लागि फ्री एन्ड फेयर इलेक्सन, प्राइमेरी इलेक्सनदेखि लिएर यावत विषयहरू छ। र हामीले ट्रेनिङ गर्ने लिडरसिप ग्रुमिङको पनि विषय छ। यसलाई चाहिँ अझ बढी पोजिटिभ म त भन्छु, हामीले मात्र होइन अन्य राजनीतिक दलले पनि हाम्रो अवधारणालाई कपी गर्नुभए हुन्छ। जस्तो केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री चाहिँ कहिल्यै पनि देखिनुहुन्न, अन्य मन्त्रीहरू आइरहनु भएको हुन्छ, सांसदहरू आइरहनु भएको हुन्छ, तपाईँहरू चाहिँ आउनुहुन्छ। वरिष्ठ नेताज्यू र प्रधानमन्त्री चाहिँ किन सहभागी हुनुहुन्न, उहाँको चाहिँ के हो खास? यसलाई तपाईँहरूले कसरी बुझ्नुहोस् भन्दा प्रधानमन्त्रीज्यूको एउटा प्रधानमन्त्रीज्यूले क्याबिनेट चलाउने र सभापतिजीले चाहिँ पार्टी चलाउने भन्ने विषय त यहाँहरू जानकारै हुनुहुन्छ। र डे टु डे बैठकमा पनि हामीले सम्माननीयज्यूलाई यता इङ्गेज गर्नुभन्दा आवश्यक परेको बैठकमा उहाँ यहाँ आइहाल्नुहुन्छ। त्यति आवश्यक नपर्ने बैठकहरूमा उहाँले आफ्नै कामकाजी कामहरूमा व्यस्त हुनुहुन्छ। त्यसलाई अन्यथा केही लिनै पर्दैन, यो सिम्पल प्रोसेस हो। हस्, हस्, थ्याङ्क यू। थ्याङ्क यू भेरी